तपाईँलाई थाहा छ स्टेटिस्टिक्सले के बताउँछ भने कि अहिले अमेरिकामा 40,000 विद्यार्थीहरूले दिनदिनै येशू ख्रिस्टलाई विश्वास गरेर बप्तिस्मा लिइरहेको छ। किन भन्दाखेरि नि यो विद्यार्थीहरू क्रिस्चियन हुनुको लागि होइन, तर यो विद्यार्थीहरूले नि जब तिनीहरूले सत्य कुरालाई पायो नि, दे टुक एक्सन। हाम्रो यो जेनेरेसनको नानीहरू चाहिँ दे आर एक्सन टेकर्सहरू हो के। सोध्नुपर्छ, विचार गर्नुपर्छ, मलाई के फाइदा हुन्छ, मलाई केले फाइदा हुँदैन, होइन। जब उनीहरूले सत्य कुरालाई सुन्छ अनि उनीहरूले त्यो कुरालाई ग्रहण गर्छ के। अनि धेरैपल्ट हामीहरूले पनि यो नानीहरूलाई के भन्छौँ भने हे यिनीहरू त हुँदैन, यो जेनेरेसनकोहरू त खत्तम, यिनीहरू बिग्रेको जेनेरेसन्सहरू होइन। उनीहरूले नि यो जेनेरेसनको नानीहरूले नि दे आर सिकिङ द ट्रुथ। उनीहरूले साँचो के हो, सत्य के हो त भनेर उनीहरूले खोजिरहेको छ कि। किनभने उनीहरूले नि भ्रष्टाचार है, पाखण्डीपन उनीहरूको आँखाको सामने उनीहरूले देखिरहेको छ। अनि उनीहरू निराश हुन्छ। अनि धेरैले भन्छ के हो त बोल्दैनौ, यसको भित्र त के छ कसलाई पनि थाहा हुँदैन। तपाईँलाई थाहा छ उसको हृदयभित्र नि सी इज लुकिङ फर द ट्रुथ। अनि तपाईँलाई थाहा छ येशू ख्रिस्टले भन्नुभयो कि बाटो, सत्य र जीवन म नै हुँ, म बाहेक अरू कोहीद्वारा पनि पिता कहाँ आउन सक्दैन। जब हाम्रो नानीहरूले नि सत्य कुरालाई भेटाउँछ नि, दे क्यान टेल द डिफरेन्स वाट इज रियल एन्ड वाट इज फेक। हाम्रो नानीहरू यति स्मार्ट नानीहरू छ है। तपाईँको छोरा र तपाईँको छोरीहरूलाई नि तपाईँले यो त बोल्दैन, यसले केही पनि जान्दैन, नो, दे आर भेरी स्मार्ट। उनीहरू यति स्मार्टहरू छ कि उनीहरूले वाट इज द फेक अनि वाट इज द ट्रुथ भनेर उनीहरूलाई सबै थाहा छ। सो जब उनीहरूले नि ट्रुथलाई भेटाउँछ नि, दे टेक एक्सन, दे आर एक्सन टेकर्स हाम्रो नानीहरू। सो तपाईँ पो त बरु चिन्ताको विषय चाहिँ के तपाईँ भित्रभित्रै त्यो असत्य कुराहरूले मरिसक्नु भएको छ कि, निराश हुनुभएको छ कि, एरोप्लेन चढ्दा पनि डर लाग्न थालेको छ कि, यात्रा गर्नु पनि डर लाग्नु थालेको छ कि, तपाईँलाई भविष्य के होला भनेर तपाईँलाई डर लाग्न थालिसकेको छ कि, तपाईँले पनि सत्यलाई तपाईँले अपनाउनुहोस् अनि तपाईँलाई कुनै पनि डर हुँदैन। प्रभु येशू चाहिँ सत्य हुनुहुन्छ, उहाँ चाहिँ बाटो हुनुहुन्छ र उहाँ चाहिँ जीवन हुनुहुन्छ। उहाँमा भरोसा गर्नेहरू चाहिँ शरममा पर्ने छैन भनेर परमेश्वरको वचनले बताउँदछ। सो नानीहरूले चाहिँ त्यसरी नै सत्य कुरालाई भेटाएर उनीहरूले आफ्नो जीवन त्यो सत्य कुरालाई चाहिँ अर्पण गरेको, क्रिस्चियन भएको होइन, दे हेभ एक्सेप्टेड द ट्रुथ। किनभने उनीहरू त्यो पाखण्डीपनदेखि उनीहरू टाढो भाग्न चाहन्छ, उनीहरूको जीवनको अर्थ यिनीहरू चाहन्छ। सो तपाईँलाई पनि आई वान्ट टु इन्भाइट यु टु एक्सेप्ट द ट्रुथ, एक्सेप्ट जिजस एन्ड लिभ अ लाइफ द्याट गड हेज फर यु. Like and subscribe and follow for more.